चैत 15 गते तिनकुनेमा ज्यान गुमाउने मध्येका एक थिए सबिन महर्जन। सबिनलाई गोली कसरी लागेको थियो त यस विषयको एक्सक्लुसिभ भिडियो कार्यक्रम सीधा कुरा जनतासँगलाई प्राप्त भएको छ। यहाँ प्रहरी र प्रदर्शनकारी बीच लामो दूरी देखिन्छ। कुनै झडप र हताहतको अवस्था छैन। परिस्थिति सामान्य नै छ। प्रदर्शनकारीहरूले कतै आगजनी गर्न लागेको, कुनै धनजनको क्षति गर्न लागेको पनि देखिँदैन। भिडियो फुटेजमा प्रहरीहरू स्वयं कुनै सङ्कटमा परेको, उनीहरूले आफ्नो ज्यानको रक्षा गर्न नसकिरहेको फुटेजबाट पुष्टि हुँदैन। मानिसहरू सडकमा दौडेको, आत्तिएको पुष्टि हुँदैन। उनीहरू केही हतारमा हिँडेका छन्। यसैबीच गोली चल्छ, गोलीको आवाज सुनिन्छ। निकै पर प्रहरीले वाल बनाएर बसेका छन्। सडकको डिभाइडरमा हात राखेर उभिएका थिए सबिन महर्जन। त्यही बेला गोलीको आवाज आएपछि मानिसहरू चनाखो भएर हेर्छन्। यता सबिन भने ढलिसकेका छन्। एकपटक आवाज सहितको यो फुटेज हेर्नुहोस्। त्यो नकली गोली रहेछ के हो? डराउनु पनि हो। इटा पार्नलाई कस्तो नाक पोले थाल्यो। तर सिधै अब यता रुयो माइदिन्छ। ए पेरिस डाँडा गइसक्यो के सब छेकेर पठाइराखे। पेरिस डाँडामा गएर आगो लगाउनु बेड छैन। पेरिस डाँडामा गएर आगो लगाउनु बेड छैन। लाग्यो ठाउँमै लागेको थियो त्यसलाई। हाम्रो रगतैको गयो यार, ठहरै गयो यार। अब झन् उग्रो हुन्छ। अब झन् उग्रो हुन्छ। मारिदियो यार, मारिदियो है। बुढीमा लागेछ यार। मारिदियो यार। मोरे प्राण गरेछ। मोरे यार बिचरा। मारेको जनाले यार। मान्छे मार्न पाउँदैन। त्यो नकली गोली रहेछ के हो? डराउनु पनि हो। इटा पार्नलाई कस्तो नाक पोले थाल्यो। तर सिधै अब यता रुयो माइदिन्छ। ए पेरिस डाँडा गइसक्यो के सब छेकेर पठाइराखे। पेरिस डाँडामा गएर आगो लगाउनु बेड छैन। पेरिस डाँडामा गएर आगो लगाउनु बेड छैन। लाग्यो ठाउँमै लागेको थियो त्यसलाई। हाम्रो रगतैको गयो यार, ठहरै गयो यार। अब झन् उग्रो हुन्छ। अब झन् उग्रो हुन्छ। मारिदियो यार, मारिदियो है। बुढीमा लागेछ यार। मारिदियो यार। मोरे यार प्राण गरेछ। मोरे यार बिचरा। मारेको जनाले यार। मान्छे मार्न पाउँदैन।
दर्शकहरू, यो एक्सक्लुसिभ भिडियो हामीले देखायौँ। यस विषयमा सरकारले अनुसन्धान गर्ला नगर्ला थाहा छैन, तर प्राप्त भएको भिडियो फुटेजमा गोली चलाउने अवस्था थियो भन्ने हाम्रो विश्लेषणले चाहिँ भन्दैन। यो भिडियो फुटेज हामीलाई प्राप्त भएपछि जस्ताको त्यस्तै हामीले प्रसारण गरेका छौँ। यसमा हाम्रो तर्फबाट कुनै काटछाड गरिएको छैन, दोहोऱ्याएर देखाएका छौँ र प्रत्यक्षदर्शीले हामीलाई बताएअनुसार सबिन ढलेपछि पनि प्रहरीले उनलाई अस्पताल लैजान हतारो गरेन। धेरै बेरसम्म सबिन भुइँमै ढलिरहे र पछि धेरै बेरको समयपछि मात्रै जब प्रहरीले गाडी बोलायो त्यस पछाडि कुनै सामान बोराको सामान हाले चाहिँ उनलाई गाडीमा हालियो भन्ने खालको चाहिँ नि ती प्रत्यक्षदर्शीहरूले हामीलाई बताएका छन्। उनलाई घाइते अवस्थामै एम्बुलेन्स बोलाएर अस्पताल पुर्याउन सकिएको भए सम्भवतः सबिन बाँच्ने अवस्था थियो भनेर ती प्रत्यक्षदर्शीले हामीलाई बताएका छन्। जस्ताको त्यस्तै हामीले भिडियो देखाएका छौँ। हामीलाई लाग्छ कि यो घटनाका लागि ठुलो एउटा अनुसन्धानका लागि यो पनि एउटा आधार हुन सक्छ र यसलाई पनि आधारका रूपमा लिइयोस् र यो घटनाको सूक्ष्म ढङ्गबाट अनुसन्धान गरियोस्।